मोबाइल स्क्रोलिङले निन्द्रामा पार्छ प्रभाव, वैज्ञानिक तथ्यले के भन्छ? आधुनिक जीवनशैलीमा मोबाइल फोन अपरिहार्य बनेको छ। सुत्ने बेलामा पनि धेरैजसो व्यक्तिहरू फेसबुक, इन्स्टाग्राम, टिकटक वा युट्युब स्क्रोल गर्दै समय बिताउँछन्। मोबाइलको उज्यालोले मस्तिष्कलाई दिनको भ्रम पार्छ, जसले मेलाटोनिन हर्मोनको रिलिज रोक्छ। यो हर्मोन अँध्यारोमा मात्र सक्रिय हुने गर्दछ, जसले गुणस्तरीय निन्द्रा सुनिश्चित गर्छ। परिणामस्वरूप निन्द्रा ढिलो लाग्ने, गहिरो सुताई प्रभावित हुने र शरीरको मर्मत प्रक्रिया अवरुद्ध हुन्छ। जबकि निन्द्रा खाना र अक्सिजन जत्तिकै आवश्यक छ, शरीरका कोषहरूको पुनर्निर्माण, चोट निको पार्ने, रोगसँग लड्ने काम यसैमा निर्भर गर्छ। यस्तोमा सुत्ने बेला मोबाइल चलाउने बानीले निन्द्राको गुणस्तरलाई प्रभावित पार्छ भन्ने कुराको वैज्ञानिक आधार के छ? मोबाइल स्क्रिनबाट निस्कने ब्लू लाइटलाई निन्द्रामा कसरी असर गर्दछ त? निन्द्रा किन महत्वपूर्ण छ? निन्द्रा केवल विश्राम मात्र होइन, शरीरको लागि अपरिहार्य प्रक्रिया हो। दिनभरि सक्रिय रहँदा शरीरका कोषहरू क्षतिग्रस्त हुन्छन्, जसलाई राति निन्द्राको समयमा मर्मत गरिन्छ। निन्द्रामा शरीरले सेल रिजेनेरेसन, चोटपटक निको पार्ने, रोग प्रतिरोधी क्षमता बढाउने जस्ता काम गर्छ। यसबाहेक निन्द्राले मस्तिष्कको कार्यक्षमता कायम राख्ने, स्मृति मजबुत बनाउने र भावनात्मक कायम गर्ने मनोरोग विशेषज्ञ डाक्टर सुमन प्रसाद अधिकारी बताउँछन्। निन्द्राका चरणहरू डीप स्लिप, गहिरो निन्द्रा र रिम स्लिप, सपना देख्ने चरण मुख्य हुन्छन्। डाक्टर अधिकारी भन्छन्, डीप स्लिपमा शरीरको शारीरिक मर्मत हुन्छ, जबकि रिम स्लिपमा मस्तिष्कले दिनभरिका घटनाहरू प्रशोधन गर्छ। निन्द्राका चरणहरूमा डीप स्लिप, गहिरो निन्द्रा र रिम स्लिप, सपना देख्ने चरण मुख्य हुन्छन्। डाक्टर अधिकारी भन्छन्, डीप स्लिपमा शरीरको शारीरिक मर्मत हुन्छ, जबकि रिम स्लिपमा मस्तिष्कले दिनभरिका घटनाहरू प्रशोधन गर्छ। पर्याप्त निन्द्रा नहुँदा थकान, एकाग्रताको कमी, मुड खराब हुने, दीर्घकालीन रूपमा मोटोपन वा मुटु रोग वा डिप्रेसन जस्ता समस्या निम्तिन सक्ने विभिन्न अध्ययनहरूले देखाएको उनले बताए। सामान्यतया मान्छे 3 देखि 8 हप्ता अर्थात 21 देखि 56 दिनसम्म खाना नखाई बाँच्न सक्छ, तर पानी पिउनुपर्छ। यो अवधि व्यक्तिको उमेर, लिङ्ग, शरीरको फ्याट, स्वास्थ्य अवस्था र वातावरणमा निर्भर हुने गर्छ। निन्द्रा बिना मान्छे कति दिन बाँच्न सक्छ भन्ने कुरा वैज्ञानिक रूपमा निश्चित छैन, किनकि पूर्ण रूपमा निन्द्रा नलिई कसैले पनि 11 दिनभन्दा बढी बाँचेको रेकर्ड छैन। खाना बिना भन्दा निन्द्रा बिना मान्छे छिटो मर्ने अध्ययनहरूको दावी छ। यसकारण पनि खाना र पानी भन्दा निन्द्रा बढी आवश्यक हुन्छ। मोबाइल फोन स्क्रोल गर्दा निन्द्रामा कसरी असर गर्छ? मोबाइल फोनको प्रयोगले निन्द्रामा असर पार्ने मुख्य वैज्ञानिक आधार भने यसबाट निस्कने नीलो प्रकाश हो, जसले मेलाटोनिन हर्मोनको उत्पादनलाई दबाउँछ। मेलाटोनिनले शरीरको आन्तरिक घडी नियन्त्रण गर्छ र निन्द्रा ल्याउन मद्दत गर्छ। अध्ययनले देखाएका छन्, सुत्ने समयमा मोबाइल प्रयोग गर्दा निन्द्रा लाग्ने समय घट्छ, निन्द्राको गुणस्तर घट्छ र समग्र निन्द्रा समय छोटो हुन्छ, जसले निन्द्रा चक्रलाई बिगार्छ र विशेष गरी किशोरहरूको यो समस्या बढी देखिएको मनोरोग डाक्टर अधिकारी बताउँछन्। यसबाहेक स्क्रोलिङले दिमागलाई उत्तेजित बनाउँछ। रिल्स, सर्ट्स वा भिडियोहरूले डोपामिन रिलिज गर्छ, जसले निन्द्रा लाग्न कठिन बनाउने उनको भनाइ छ। 2-3 मिनटमै पनि असर गर्ने भनेर केही अध्ययनहरूले ब्लू लाइटको प्रभावलाई अतिरञ्जित गरेको, तर लामो समयको प्रयोगलाई मात्र यससँग जोड्न सकिने डाक्टर अधिकारीले बताए। निन्द्रामा मात्र होइन, आँखामा पनि समस्या। स्मार्टफोनको उज्यालो तथा लगातार फोन प्रयोग गर्दा हाम्रो आँखामा नराम्रो असर परिरहेको हुन्छ। अरू बत्ती निभाएर फोनबाट निस्कने मधुरो प्रकाशले सोझै आँखामा असर पुर्याउँछ, जसले गर्दा आँखा सुक्खा हुने, रातो हुने र टाउको दुख्ने समस्या बढ्ने नेत्ररोग विशेषज्ञ डाक्टर प्रतीक्षा अमात्य बताउँछिन्। त्यसै त दिनभरको कामले आँखालाई आराम मिलिरहेको हुँदैन, डाक्टर अमात्य बताउँछिन्। त्यसमाथि रातमा सुत्नु अघि समेत स्मार्टफोनको प्रयोग गर्नुले आँखा सुक्खा हुने र सुन्निने मात्र नभई चिलाउने समस्या पनि देखिने गर्छ। मोबाइल फोनबाट निस्कने किरण आँखाका लागि हानिकारक हुने गर्दछ। यस्तोमा लगातार स्मार्टफोनको प्रयोग गर्दा आँखाबाट पानी निस्किन थाल्छ, साथै लगातार स्मार्टफोन प्रयोग गर्दा आँखा झिम्काउने प्रक्रिया पनि सुस्ताउँदै जान्छ, जसका कारण आँखाको सुक्खा हुन थाल्ने डाक्टर अमात्यले बताइन्। मानसिक स्वास्थ्यमा पनि समस्या। सुत्नु अघि फोनमा झुन्डिरहँदा, विशेष गरी सामाजिक सञ्जालमा
नकारात्मक कन्टेन्ट हेर्नु वा तनावपूर्ण कुराकानी गर्नुले तनाव र एन्जाइटी बढाउने कुरा वैज्ञानिक अध्ययनहरूले पुष्टि गरेका छन्। अमेरिकन साइकोलोजिकल एसोसिएशनको एक अध्ययन अनुसार सुत्नु अघि 30 मिनटसम्म फोन प्रयोग गर्ने व्यक्तिहरूमा कार्टिसोल तनाव हर्मोनको स्तर उल्लेखनीय रूपमा बढ्छ, जसले निन्द्रा गुणस्तर घटाउँछ र एन्जाइटी ट्रिगर गर्छ। यस्तै जर्नल अफ मेडिकल इन्टरनेट रिसर्चमा प्रकाशित एक मेटा एनालाइसिसले देखाए अनुसार सामाजिक सञ्जालको रातको प्रयोगले सामाजिक तुलना घटाउँछ, जसले डोपामिन लुपलाई बिगारेर मानसिक तनाव उत्पन्न गर्छ। यसैले सुत्नु अघि फोनबाट टाढा रहनु वा नकारात्मक कन्टेन्टबाट फिल्टर गर्नु तनाव कम गर्ने प्रभावकारी उपाय हो। कसरी बच्न सकिन्छ? मोबाइलको कारण निन्द्रामा पर्ने असर रोक्न स्क्रिन टाइम सीमित गर्नुपर्छ। सुत्नुभन्दा 1 घण्टा अघि मोबाइल बन्द गर्ने, किताब पढ्ने वा अध्ययन गर्ने जस्ता विकल्प अपनाउन सकिने डाक्टर अधिकारी बताउँछन्। मोबाइलको ब्लू लाइटको प्रभावबाट बच्न नाइट मोड प्रयोग गर्नुपर्छ। मोबाइलमा ब्लू लाइट फिल्टर सक्रिय गर्नुपर्छ, जसले मेटाटोनिन उत्पादनलाई कम प्रभावित गर्ने उनले बताए। राम्रो निन्द्राको लागि कोठा अँध्यारो हुनुपर्छ, जसले मेलाटोनिन रिलिजलाई सहयोग गर्छ, उनले भने। समग्रमा सुत्ने बेलामा मोबाइल स्क्रोलिङ वैज्ञानिक रूपमा निन्द्रा बिगार्छ, जसले स्वास्थ्यमा दीर्घकालीन असर पार्छ। यसलाई नियन्त्रण गरेर मात्र हाम्रो जीवनशैली अपनाउन सकिन्छ।